पाप भनेको के हो अनि पापबाट हामी कसरी मुक्ति पाउन सक्छौँ? आज यही कुरामा हामी छोटो चर्चा गर्नेछौँ। त साथीहरू, परमेश्वरको बाइबलको वचन रोमीको किताब 6 अध्यायको 23 पदले बताउँछ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरमा प्रभु येशूद्वारा सित्तैमा अनन्त जीवन छ। यहाँ पापको ज्याला मृत्यु हो भन्नुको अर्थ के हो त भन्दाखेरि पापले हामीलाई मृत्युमा लान्छ। अनि यो संसारकै सबैभन्दा ठुलो समस्या भनेको पाप हो। आज पापले गर्दा नै सबै मानिसहरूमा समस्याहरू छ। पापले गर्दाखेरि मानिसहरूको जीवन अस्त व्यस्त छ। आज यही पापमा हामीले जीवन बितायौँ भने अन्तमा नर्कसम्म यसले हामीलाई पुर्याउँछ। त्यसैले गर्दाखेरि आज यो पापबाट हामीलाई मुक्त गराउनको लागि प्रभु येशू यो संसारमा आउनुभयो। अनि जब प्रभु येशू यो संसारमा आउनुभयो, तपाईँ अनि मेरो पापको निम्ति उहाँ कल्वरी क्रुसमा मर्नुभयो। अनि कल्वरी क्रुसबाट उहाँले बगाउनु भएको रगतले आज हामीलाई उद्धार, मुक्ति अनि पापको क्षमा हुन्छ। त्यसैले हामीलाई बाइबलले यो कुरा बताउँछ कि सबैले पाप गरेका छन् अनि परमेश्वरको महिमाबाट वञ्चित भएका छन्। तर प्रभु येशू रोमी 6को 23 पदको दोस्रो भागले बताउँछ, तर परमेश्वरले प्रभु येशूलाई हाम्रो निम्ति पठाउनु भयो ताकि सित्तैमा हामीले पापबाट छुटकारा पाउन सकौँ वा उद्धार अनि मुक्ति पाउन सकौँ। हाम्रो पापको छुटकारा छ। हाम्रो पापको आज क्षमा छ। हामी आजको दिनमै उद्धार अनि मुक्ति पाउन सक्छौँ। कसरी भन्दाखेरि प्रभु येशूमाथि विश्वास गरेर। प्रभु येशूको वचनले आज हामीलाई बताउँछ, यूहन्नाको किताब 3को 16 पदले, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र येशू ख्रिस्टलाई दिनुभयो। आज जसले उहाँमाथि विश्वास गर्छ ऊ नष्ट हुँदैन तर अनन्त जीवन पाउँछ। यो पदले हामीलाई स्पष्ट भनिदिएको छ कि येशूमा विश्वास गर्दा हाम्रो पापको क्षमा हुन्छ, हामी नाश हुँदैनौँ तर परमेश्वरको राज्यमा हामी प्रवेश गर्नेछौँ। यूहन्नाको सुसमाचार 14को 6 पदले बताउँछ कि बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। आज प्रभु येशू यो संसारमा आउनुभयो हाम्रो निम्ति बाटो भएर हाम्रो निम्ति सत्य बनेर अनि हाम्रो निम्ति आज उहाँ अनन्त जीवन बनेर। त्यसैले जब हामी प्रभु येशूलाई आफ्नो जीवन दिन्छौँ, उहाँलाई आफ्नो व्यक्तिगत उद्धारकर्ता अनि मुक्तिदाता भनेर जब हामी ग्रहण गर्छौँ, हाम्रो पापको क्षमा हुन्छ। हामी पापी होइन, तर येशूले बगाउनु भएको रगत माथि विश्वासले गर्दाखेरि हामी धर्मी बन्न सक्छौँ। त्यसैले अब तपाईको दिन आज हो। आऊ हामी प्रभु येशूलाई विश्वास गरौँ, प्रभु येशूलाई आफ्नो जीवन दिउँ अनि आफ्नो पापबाट छुटकारा पाऊँ अनि स्वर्ग राज्यको हामी भागीदार बनौँ। किनभने परमेश्वरले आज यो दुनियाँमा प्रभु येशूलाई त्यसै पठाउनु भएको होइन, तर हामीलाई प्रेम गर्नुभएको खातिर, हामीलाई माया गर्नुभएको खातिर उहाँले मानव जातिलाई बनाउनु भयो। हामी तपाईँ सबैलाई आफ्नो हातले उहाँले सृष्टि गर्नुभयो, तर त्यही मानव जाति आज पापमा फसेको कारणले गर्दाखेरि उहाँ दुखी हुनुभयो। जसरी कुनै बुवाको आफ्नो छोरा छोरीहरू जब बिग्रिन्छ वा नष्ट हुन लागेको हुन्छ, उसले हजारौं उपाय गरेर आफ्नो छोराछोरीलाई बचाउने कोसिस गर्छ। त्यसरी नै आज हाम्रो पिता आज परमेश्वर हुनुहुन्छ अनि उहाँले हामीलाई बचाउनको लागि प्रभु येशूलाई यस संसारमा पठाउनु भयो।
जब हामीले आजको दिन प्रभु येशूमाथि विश्वास गर्यौँ भने आज हाम्रो जुन पापले गर्दाखेरि हामीले पाउने दण्ड, पापले गर्दाखेरि हामीले पाउने जुन प्रायश्चित छ त्यसबाट हामी मुक्त हुन सक्छौँ, हामी बाँच्न सक्छौँ। आज यो पापले हामीलाई नर्कसम्म पुर्याउँदैन यदि हामीले प्रभु येशूलाई विश्वास गर्यौँ भने। यसैले आउनुहोस् प्रभु येशूलाई विश्वास गर्नुहोस् अनि उहाँलाई आफ्नो जीवन दिनुहोस्। धन्यवाद।